स्ट्यान्ड लिन्छ त्यो पनि पर्खर हेरेको स्थितिमा छ। हाम्रो आवाज निरन्तर छ। यति बेला कोही दर्शक हामीसँग जोडिनु भएको छ आफ्नो समस्यासहित, उहाँ भाइबरमा आउनुभएको छ, उहाँलाई स्वागत गरौँ। नमस्कार, कहाँबाट जोडिनु भयो? हजुर सर नमस्ते, म दीपक नेपाल, मेरो घर सिन्धुपाल्चोक। म हाल अहिले पोर्चुगलमा लिस्बनमा रहेको छु। अलिकति क्यामेरा यो तपाईँको मोबाइल अलिकति पछाडि सार्नुहोस् त, अलिकति। ठिक छ, अब नहल्लाउनु होला, अलिकति फेरि पछाडि, अलिक पछाडि जानुहोस्। ल ठिक छ। दीपकजी के समस्यामा पर्नुभयो, के का लागि हामीलाई सम्झनुभयो? हजुर सर नमस्ते, म चाहिँ हाल अहिले यहाँ पोर्चुगलमा रहेको छु विगत 3 वर्षदेखि। हजुर। म चाहिँ यो समस्याको अलिकति कसरी सुरु भयो यसको चाहिँ म पृष्ठभूमि सहित हजुरलाई जानकारी गराउँछु। सन् 2024 जुलाई 30 तारिकको दिन यहाँ पोर्चुगलमा रहिरहेको नेपाल सरकारको कन्सुलर अफिस फ्रान्सको राजदूतावासको मौखिक आदेशमा बन्द भयो। त्यसपछि यहाँ रहेका नेपालीहरूले आफ्नो कागजात प्रमाणीकरण गर्नको लागि यहाँ नेपालको कुनै पनि आधिकारिक निकाय रहेन। त्यो हुँदाखेरि यहाँ हामीलाई चाहिँ यहाँको आप्रवास हेर्ने संस्था आइमाले यहाँ आएका नेपालीहरूलाई चाहिँ अथवा सबै यहाँका आप्रवासीहरूलाई उनीहरूलाई भिसा प्रक्रिया सुरु गर्ने भनेर एउटा चाहिँ ऱ्यापिड गोमा चाहिँ कार्यक्रम सुरु गर्यो। त्यो हुँदा धेरै नेपालीहरूले त्यो समयमा चाहिँ आफ्नो कागजपत्र बुझाउने मेल पाए। त्यो कागजपत्र बुझाउने सन्दर्भमा चाहिँ हामीले नेपालबाट जारी भएको चारित्रिक प्रमाणपत्र चाहिँ त्यसलाई प्रमाणीकरण गरेर यहाँको संस्थामा बुझाउनु पर्ने थियो। त्यो हुँदाखेरि चाहिँ हामी यहाँ पोर्चुगलमा कुनै सरकारी आधिकारिक निकाय भएन। त्यो नभएपछि हामी यहाँ रहेका खुलेका एजेन्टहरूमा गयौँ र एजेन्टहरूबाट हामीले प्राप्त गरेको नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रमा चाहिँ उनीहरूले इन्डिया स्थित रहेको नेपाल राजदूतावास र पोर्चुगल राजदूतावासको दुवै राजदूतावासको छाप चाहिँ बाहिर फेक बनाएर चाहिँ हाम्रो डकुमेन्ट दिए। त्यो डकुमेन्ट हामीले यहाँको आइमामा हामीलाई थाहा थिएन। उनीहरूले सुरुमा हामीलाई चाहिँ यो ओरिजिनल डकुमेन्ट भनेर दिए। त्यो डकुमेन्ट हामीले आइमामा बुझायौँ। भनेको तपाईहरुको पुलिस रिपोर्ट नै फेक, तपाईहरुको पुलिस रिपोर्ट नै फेक। सरकारले चाहिँ त्यसलाई अनुसन्धान गरेर तिमीहरूले चाहिँ एउटा कृत्य कागजात बुझायो भनेर अहिले हामीलाई जालसाजीको मुद्दा लगाएर धेरै साथीहरूले देश निकालाको आदेश दिएको छ। र आइमाले हामीलाई सबै यो समस्याबाट चाहिँ हामी यहाँ पोर्चुगलमा रहेको करिब 60,000 नेपाली मध्ये 3 देखि 4% रहेका छौँ। यो चाहिँ समस्या अहिले हामी जो यो अस्थायी आवास अनुमति पत्र पेश गर्न जसले गएका छौँ उसको मात्र अहिले समस्या देखा परेको छ। तर यो समस्या चाहिँ विकराल छ। यो समस्या चाहिँ यहाँ जसले नेसनालिटी एप्लाई गर्नको लागि त्यहाँबाट आफ्नो चारित्रिक प्रमाणपत्र बुझाउनु भएको छ त्यो विषयमा अनुसन्धान हुँदैछ। जसले चाहिँ नक्कली बुझाएर कार्ड प्राप्त गरिसक्नु भयो उहाँहरूलाई पनि तेरो चाहिँ यो पुलिस रिपोर्ट फेक छ भनेर कार्ड प्राप्त गरिसकेको मान्छेहरूलाई पनि अहिले मेल आएको छ। र यहाँ हामीले चाहिँ अन्तिम विकल्प भनेको हामीले यहाँको अदालतमा गएर हामीलाई आफू पीडित चाहिँ साबित गर्न सक्यौँ भने मात्र हामीले यहाँ बस्ने अस्थायी आवासीय कार्ड प्राप्त गर्न सक्छौँ। यो चाहिँ हामी विरुद्ध नेपाल सरकार, फ्रान्सको राजदूतावास र यहाँ रहेका एजेन्टहरूले चाहिँ एउटा सङ्गठित रूपले अपराध गरेर हजारौँ 3,000 नेपालीको चाहिँ भविष्यमा पुरै बर्बाद अन्धकार भएको छ। दीपकजी अनि ठिक छ, मैले तपाईँको समस्या बुझेँ। दीपकजी एकैछिन अलिकति पछाडि जानुहोस् न, अलिक पछाडि जानुहोस् त। तपाईँले क्यामेरा एकदमै हल्लाइरहनु भएको छ। ठिक छ, अब मलाई यो बताउनुहोस् कि यस विषयमा विशेष गरेर परराष्ट्र मन्त्रालय जानकार छ कि छैन? तपाईहरुले त्यहाँ कम्प्लेन गर्नु भयो कि भएन, अथवा गरेको भए के रेस्पोन्स गरेको छ? किनभने तपाईले भन्नुभयो यो समस्या तपाईको मात्र होइन, धेरै नेपालीको समस्या हो। हाम्रो अहिलेको परराष्ट्र मन्त्रालयका सचिव आदरणीय प्रेम बहादुर राईज्यू चाहिँ यहाँ पोर्चुगलमा भ्रमणमा आउनु भएको थियो। नेपाल पोर्चुगल बायोलेटरल मेकानिजम मिटिङमा, त्यो राजदूतावासमा भएको मिटिङमा हामीले मैले हजुरलाई त्यो पठाएको भिडियो त्यो हामीले राजदूतावास उहाँ समक्ष राखेको माग हो। उहाँले त्यो बेलामा एम्बेसीमा एउटा चाहिँ प्रतिवेदन बुझाउनु भनेर जानुभयो र एम्बेसीले पनि अहिले हामीलाई कोअर्डिनेसन त गरिरहेको छ। पुलिस केस गरेर आउने साथीहरूलाई उनले आफ्नो एउटा चाहिँ डिक्लेरेसन यिनीहरू चाहिँ पीडित भएको हो भनेर दिएको छ। तर यो मात्र पहलले हामीलाई पुगेको छैन। एम्बेसीले चाहिँ हामीलाई भन्छ हामीले औपचारिक पत्र पठाएको छौँ भन्छ, तर यसले चाहिँ यहाँको सरकारमा प्रभाव परेको छैन। किन भन्दा उनीहरूको आफ्नो भूमिका देखाउन सकेनन् या उनीहरूले आफूसँग राम्रोसँग काम गर्न सकेनन्। किन उनीहरूले कुरा गरिरहँदा पनि हजारौँ नेपालीहरूले चाहिँ देश निकालाको आदेश प्राप्त गरेका छन्। देश निकाला मात्र होइन कि उनीहरूमा चाहिँ एउटा राज्यले
र यहाँको एजेन्टहरूले गरेको अपराधिक कार्यको चाहिँ हामीमा अन्जाम लगाएको छ। हामीलाई चाहिँ यहाँको सरकारले तैँले क्रिमिनल काम गरिस् भनेर हामीलाई चाहिँ अभियोग लगाएर देश निकाला गरेको छ। र ठिक छ धेरै दिपकजी, साथीहरू मैले यहाँको तपाईँको प्रहरीमा समस्या यो प्रारम्भिक रूपमा तपाईँले उठाउन खोजेको तपाईँले भोगिरहेको समस्या मैले बुझेँ। अब विषय गम्भीर छ, संवेदनशील छ। तपाईँ मात्र होइन, धेरै नेपालीहरू जो पोर्चुगलमा बस्नुहुन्छ उहाँहरूले साझा रूपमा भोगिरहेको यो समस्या बुझिएको छ र यस विषयलाई हामी फलो पक्कै पनि गर्नेछौँ। यससँग सम्बन्धित रहेका थप विवरणहरू तपाईँ हामीलाई पठाइदिनु होला। उहाँसँगको सम्पर्क यति बेला टुटेको पनि छ। परराष्ट्र मन्त्रालयमा पनि यो विषयको कम्प्लेन पुगेको भनेर उहाँले बताउनु भएको छ। त्यहाँ पनि हामी सोध्नेछौँ के भएको रहेछ। पुलिस रिपोर्ट नक्कली अर्थात् फेक भएपछि त्यहाँबाट देश निकालाको आदेश धेरै नेपालीहरूलाई भएको बारे जानकारी प्राप्त भएको छ। यसमा फ्रान्स स्थित नेपाली दूतावासले पनि केही कैफियत गरेको उहाँले बताउनु भएको छ। पोर्चुगलमा नेपाली दूतावास छैन, त्यहाँ फ्रान्स स्थित नेपाली दूतावासले हेर्ने हो। त्यसकारण यो दूतावास पनि कैफियत त्यहाँबाट पनि कैफियत भएको उहाँले कम्प्लेन गर्नुभएको छ। यी समग्र विषयहरू अत्यन्त संवेदनशील र गम्भीर देखिएका छन्। यस विषयलाई हामी गहन रूपमा बुझेर अध्ययन गरेर थप फलोअप पक्कै पनि गर्नेछौँ। यो कुरा म दिपकजीलाई बताउन चाहन्छु र उहाँ मार्फत अरू नेपालीहरू जसले यो साझा रूपमा समस्या भोग्नु भएको छ उहाँहरूलाई पनि म यस कार्यक्रम मार्फत यही बताउन चाहन्छु। अब आजको अर्को विषय प्रस्तुत गरी